नमस्ते साथीहरू, हामी चाहिँ आज खिचडी बनाएर खिचडी खाँदैछौँ। मान्छेलाई अरूको कुरा नकाटिकन खाएको पच्दैन है साथीहरू। कोलाई त्यस्तो हुन्छ हौ। टिकटक बनाए पनि फल्नाले काम छैन केही छैन, टिकटक बनाए बसेछ खा रमाछ भन्छ। तिनीहरूले चाहिँ आएर हाम्रो घरको काम गरिदिन्छन्। बिहान उठ्न पर्यो, दैलो कुचो गर्न पर्यो, खाना पकाउनु पर्यो, केटाकेटीलाई खुवाउनु पर्यो। सानो सकस छ 15 सेकेन्डको भिडियो हेरेर जे पाए त्यही भन्दै बस्दै गरेर हुन्छ। अनि कता पुरा नकाटिकन बस्न सक्दैनौ तिमीहरू। मैले चाहे लाम चाहे खाम, मेरै पोइको खाछु, मेरै पोइको खाएर रमाछु। तिमीहरूलाई के टाउको दुखाइ हो? चाहिँ पहिलो भिडियो है, कस्तो हुने रहेछ।